गर्दैछ नि बहिनीले क्या नमस्ते आज हाम्रो 23 बर्थडे इमेज सलुनको हामी चाहिँ सेलिब्रेट गर्न आइरहेको छौँ उहाँ चाहिँ मेरो मम्मी हुनुहुन्छ आमा ल भन्नु त तपाईँलाई कस्तो लागिरहेछ के अरे 23 वर्षको बर्थडेमा हाम्रो इमेज सलुनको धेरै खुसी छु म त एकदम धेरै भेरी भेरी ह्याप्पी ह्याप्पी भेरी ह्याप्पी त्यति मात्रै हो के भन्नु त अब भन्नु न तपाईँले छोरीले छोरी हो छोरीले केही शब्द बोल्नु यति धेरै प्रगति गरेको धेरै खुसी छु आज अर्को वर्ष पनि यस्तै गर्न पाऊँ भनेछु भगवानसित प्रार्थना गरेर बसेछु मेरो छोरीहरूको साथ हाम्रो स्टाफहरूसित केही सानो कुराकानी गर्न जाँदैछु भएन नि ल दुईवटा शब्द हाम्रो इमेज लाग्यो प्लिज आज कति एनिभर्सरी अरे 23 एनिभर्सरीको शुभकामना हाम्रो दिदीलाई धेरै धेरै अनि आफूलाई पनि भन्नु पर्ने हामीलाई के भन्ने अब इमेज त आफ्नै हो त अनि आफ्नै हो बोय बोय उहाँ चाहिँ रामजङ हुनुहुन्छ हाम्रो म्यानेजर बोय सेलुनको उता हेर्नुहोस् न एकचोटि भनिदिनुहोस् त हाम्रो कति इयर्सको बर्थडे हो अहिले 23 अनि हजुरलाई कस्तो लागिरहेको छ इमेज सेलुनमा काम गर्नु पाउँदा त्यति जिप्पी हेलो हिजो मात्रै हाल स्टाइल बनाउनु भएको कर्ली हेयर हामीले कर्ली हेयर पनि बनाइन्छ एकदम राम्रो देखेछ उहाँलाई ह्यान्डसम देखेछ कैसे लग रहा है बहुत बढ़िया ओके हमारा एनिवर्सरी के लिए कुछ बोलना चाहते हो इमेज का एनिवर्सरी हाँ जी कितने हाँ जी ना जी कुछ नहीं है नहीं बहुत कंपनी है हम बहुत टाइम से इधर काम कर रहे हैं बहुत सेलिब्रेट इधर होता है हर एनिवर्सरी में होता है बहुत अच्छा क्लाइन्टलाई दुई शब्द बोल्न म भन्न चाहन्छु उहाँ क्लाइन्ट हुनुहुन्छ उहाँ चाहिँ सधैँ हाम्रो फ्यामिली जस्तै इमेजको फ्यामिली जस्तै गरेर उहाँ चाहिँ हाम्रो सधैँ फ्यामिली जस्तै जहिले सेलमा आउने बस्ने गफ गर्ने एज अ कस्टमर एज अ फ्यामिली जस्तै हाम्रो इमेजको त्यही भएर जहिले पनि इमेजको कुनै पनि राम्रो प्रोग्राम खुसियालीको प्रोग्राम छ भने उहाँलाई इन्भिटेसन जहिले पनि आउँछ आपको कैसा लग रहा है बहुत अच्छा लग रहा है दीदी पहली बात तो मैं आपको ये बोलूँगा कि मैं कस्टमर नहीं हूँ फैमिली मेम्बर हूँ वाओ और बहुत अच्छा लगता है जब भी आप इनवाइट करते हो आपका कोई भी पार्टी होता है तो बहुत अच्छा लगता है और काम भी आपका बहुत अच्छा है सैलून का गॉड ब्लेस यू भगवान आपको दिन पर रात तरक्की दे थैंक यू सो मच भाई हाँ अभी भी मैनेजर का भूमिका करता है कहिले मैनेजर कहिले काउन्टरम्यान सम टाइम पहिला फुल टाइम अहिले चाहिँ पार्ट टाइम दुई चार शब्द भनिदिनु भयो कति रमाइलो हुन्थ्यो विशालजी प्लिज कङ्ग्रेचुलेसन फुबु ह्यापी एनिभर्सरी धन्यवाद मेरो भदा उहाँ मेरो भदा पनि हो मेरो छोरा पनि हो मेरो स्टाफ पनि हो मेरो शुभचिन्तक पनि हो मेरो माइलु पनि हो भनिदिनुपर्छ त्यसलाई र दुई चार शब्द 23 एनिभर्सरीको लागि दुई चार शब्द भनिदिए कति रमाइलो हुन्थ्यो अनि अझै टाढा जाम अनि हामीले हेर्न पाऊँ ल थ्याङ्क यू विशाल गुरुङलाई धन्यवाद उहाँ चाहिँ एकदमै मनको राम्रो हुनुहुन्छ कारिगर गर्नुभएको अहिले 3 वर्ष भयो होला उहाँ चाहिँ लक्ष्मी गुरुङ नमस्ते दिदीलाई धेरै धेरै धन्यवाद थ्याङ्क यू सो मच खुसी लाग्यो इमेज सेलुनमा जोइन हुन पाउँदा आज चाहिँ बर्थडेको दिनमा खुसी कसरी मनाउनुहुन्छ त एकदमै सबै साथीभाइहरूसँग मिलेर दिदीलाई एकदमै सहयोग गरेर अझै अगाडि बढ्न पाऊँ त्यही ल थ्याङ्क यू सो मच लक्ष्मी धेरै राम्रो कुरा गर्नुभयो तपाईँले र आगामी वर्षहरूमा पनि तपाईँको साथ मैले इमेज सेलुनले पाओस् भन्न चाहन्छु थ्याङ्क यू मेरो बहिनी अलिसा हाम्रो चाहिँ 59 पिल्केम स्ट्रिटको सिफु हेयर स्टाइलिस्ट उहाँले पनि हाम्रोमा 4 वर्ष काम गर्नुभएको छ र उहाँ चाहिँ एकदमै मेहनती हुनुहुन्छ
आज चाहिँ 23 एनिभर्सरीमा सबै स्टाफहरू खुसी हुन् भनेर मैले चाहिँ आज यो बिचमा लिएर आएको छु, गोल्ड कोस्ट बिचमा। प्रिय अलि 2-4 शब्द एनिभर्सरीको 23 एनिभर्सरीको भनिदिउँ न त। ल ह्यापी 23rd एनिभर्सरी बुकु ल थ्याङ्क यू सो मच। फुलिरहोस् हाम्रो ल इमेज ल ल ल धन्यवाद, थ्याङ्क यू। ल उहाँको बोल्न धेरै आउँदैन अरे, त्यति हो। अर्को साल चाहिँ अलिक प्र्याक्टिस गरेर फेरि बोल्दैछु म। माइकमै हो आज चाहिँ अलिक म ल बोल्नु छैन त्यो त अब नेचुरल बोल्ने भनेर भनेको खास त। हाम्रो गेस्टहरू हुनुहुन्छ, उहाँहरू गेस्ट। अनि आज हाम्रो इमेज सेलुनको एनिभर्सरी हाम्रो 2टा फुच्चीहरू पनि आएको छ। हाम्रो बहिनी पनि आउनु भएको छ, अर्बिल गुरुङ, साइलुङे बच्चाहरू पनि आज हाम्रो सेलुनको एनिभर्सरीमा चाहिँ इन्भिटेसन भएर यहाँ खुसी मनाउन आउनु भएको छ। गेस्ट प्लस फ्यामिली। सृजना राईलाई म 2-4 शब्द भन्न चाहन्छु हाम्रो भिडियोमा, किनभने कति वर्ष भयो काम गरेको? 7 वर्ष 6 वर्ष 4 वर्ष उहाँले काम गर्नुभएको छ हाम्रो सेलुनमा। उहाँ पनि एकदमै मेहनती हुनुहुन्छ। अब यसै भन्नुपर्छ, हजुर 2 शब्द भनिदिनुहुन्छ कि इमेजको बारेमा? ल थ्याङ्क यू सो मच, सधैँभरि यसरी फलिफुलोस्। धन्यवाद। अब हामी काम गरिरहेको छौँ, तपाईँले अब हामीलाई सपोर्ट गरिराख्नु भएको छ। धन्यवाद। यसै गरी आगामी दिनहरूमा पनि साथ म चाहन्छु बहिनीहरूको। थ्याङ्क यू। एकदम राम्रो पोस्ट हुनुहुन्छ। नमस्ते। हाम्रो उहाँ श्याम हुनुहुन्छ, उहाँ पनि अब एकदमै राम्रो स्टाफ, मेरो राम्रो स्टाफ। 23 बर्थडेमा उहाँले 2 शब्द भनिदिनु भयो, एकदमै राम्रो। हजुर भनिदिनुहोस् त 2 शब्द भन त। अब 23 बर्थडे हो नि त हाम्रो। आज 23 हो। हामी लास्ट टाइम पनि राम्रो मनाएको थियो, आज हामी खुल्लामा आएको छ। एभ्री इयर मनाउँछौँ, खुसी लाग्छ। हाम्रो सबै स्टाफ राम्रो छ, सबभन्दा राम्रो हाम्रो बस छ। बसले थ्याङ्क यू, धन्यवाद। एभ्री इयर पार्टी दिन्छ। ल थ्याङ्क यू। ओके, फेरि म जाँदैछु। अर्को हाम्रो स्टाफ कता हुनुहुन्छ? लङ सर्भिस स्टाफ हुनुहुन्छ। 15 वर्ष थ्याङ्क यू। 23 इमेज बर्थडेको लागि हजुरलाई बधाई छ र उहाँले के 2 शब्द भनिदिनुहुन्छ भन्ने कुरा मैले चाहिँ, किनभने यो चाहिँ युट्युबमा हाल्ने हो, त्यस कारणले गर्दा प्लिज 2 शब्द भनिदिनु होला नि, हाम्रो पब्लिकले पनि देखिस् न भनेर। 15 वर्ष भइसक्यो, 15 दिन जस्तो लागिरहेछ मलाई। अब यहीँ पेन्सन खाने भयो, अब कति 15 वर्ष सर्भिसको पेन्सन भयो। अब लङ सर्भिस दिन्छु मैले, दिनै पर्ला। ल कङ्ग्रेचुलेसन, धन्यवाद। नयाँ स्टाफलाई स्वागत छ, हाम्रो नयाँ स्टाफलाई स्वागत। स्मिता राई हुनुहुन्छ, उहाँको नाम भर्खरै जोइन हुनुभएको, 3-4 महिना मात्रै हुँदैछ। हाम्रो आज फर्स्ट एनिभर्सरीमा उहाँलाई स्वागत छ। हजुर इमेज 23 बर्थडेमा 2 शब्द भनिदिनु भयो, कति रमाइलो हुन्थ्यो होला। ब्युटिफुल लेडी, ल कङ्ग्रेचुलेसन भन्नुहोस् न 2 शब्द। ठिकै छ, जति आउँछ त्यति भन्नु। धन्यवाद। भन्नु ल ठिकै छ, जति उहाँले जति भन्यो त्यही काफी छ, किनभने फर्स्ट टाइम भएर उहाँ लजाउनु भयो होला। ल धन्यवाद स्मिता। ल मैसे राख्यो। सारू घरले हुनुहुन्छ, उहाँ पनि 7-8 वर्षदेखि काम गर्दै। 10 वर्ष उसको चाहिँ टिनेजमै नै सुरु गर्नुभयो कि इमेज सुरुमा। पारू गुरुङ, हामीले कञ्चन भन्छौँ, इमेजको स्टाफ हुनुहुन्छ। 23 बर्थडेमा केही 2 शब्द भनिदिनु होला। अब केही चाहिन्छ केही प्रिपेयर छैन मेरो। भन न, केही हुँदैन प्रिपेयर भन्ने हो नि त। नमस्ते हाम्रो इमेज फ्यामिलीलाई थ्याङ्क यू सो मच। हामीलाई यत्रो वर्षदेखि सपोर्ट गरिराख्नु भएकोमा, माया गरिराख्नु भएकोलाई यसरी नै सपोर्ट माया कन्टिन्यू गरिराख्नु होला। फ्रम पाकिस्तान 6 मन्थबाट काम गर्दै हुनुहुन्छ, 6-7 मन्थदेखि काम गर्दै हुनुहुन्छ। उहाँलाई मैले लेबर भिसामा लिएर आएको। उहाँ एकदम ह्यान्डसम पनि हुनुहुन्छ, काम पनि भर्खर ह्यान्डसम बन गया। हमारा 23 बर्थडे है, कैसा लग रहा है इमेज में? वो भाई को बताते हैं, हम बहुत अच्छा है। अच्छा वाह 6 मंथ में बहुत अच्छा एक्सपीरियंस हो रहा है।
और क्या खाना चाहते हैं आज दीदी के लिए? ये तो जो मेरे लिए है वही खाएंगे। अच्छा। थोड़ा ऐसा डिस्डास होगा? वो तो इंशाल्लाह करेंगे। करेंगे। और इमेज के बारे में कुछ बताना चाहते हो? इमेज में बेस्ट नोन, ऑल पीपल गुड, सब अच्छे हैं। भाई जी भी हमारे ठाकुर भाई, वाओ, और भी सब अच्छे हैं, वाह। ये होना चाहिए। ओके, थैंक यू सो मच। अच्छे से एंजॉय करो। आज 23 बर्थडे है, इंशाल्लाह फ्यूचर में भी साथ में रहेंगे। एवरी ईयर हम सेम फेस रहेंगे, ठीक है? नो चेंज। ओके, अब हामी जान्छौँ ठाकुर भाइमा। ठाकुर भाइ त एकदमै पुरा आफ्नै भिडियो खिचिरहेछ। ऊ चाहिँ 1.5 सालदेखि हाम्रो भाग्यमानी, उहाँ चाहिँ नेपाली, आधा इन्डियन, ओके ना? फरक पोखरा। और 23 बर्थडेमा उहाँले एकदमै वर्क हार्ड गर्नुहुन्छ, एकदम हँसिलो मिजाजको हुनुहुन्छ, एकदमै बोल्ने खाले मान्छे। 2 शब्द 23 बर्थडेमा केही भन्न चाहनुहुन्छ भने एज अ कस्टमरलाई, एज अ हाम्रो स्टाफहरूलाई, एज अ हाम्रो कम्पनीलाई केही भन्न चाहनुहुन्छ प्लिज भनिदिनु होला। मलाई सम्पूर्ण चिन्ने साथीहरूलाई नमस्कार छ। अनि हाम्रो इमेज सेलुन 23 वर्ष भइसकेको छ हङकङमा, अनि हाम्रो ब्रान्च पनि 4वटा छ होइन। त्यसले गर्दा यहाँ पनि काम गर्न पनि हामीलाई एकदम रमाइलो लाग्छ। हामी सबैजना मिलिजुली काम गरिन्छ। एकदम जे होस् 1.5 साल गएको मलाई त थाहै भएन, तर एकदम खुसी लाग्यो। अनिता गुरुङलाई एकदमै धन्यवाद छ र उहाँले एकदमै मेहनतसित काम गर्नुभएको छ। अनि यसै भन्नुपर्दाखेरि हाम्रो उहाँले चाहिँ बेस्ट स्यालेरी नै खानुहुन्छ है इमेजमा। तपाईँले बिताउनु भयो इमेजमा? थ्याङ्क यू भेरी मच। एकदम रमाइलो लागिरहेको छ। अहिलेसम्मको जर्नी चाहिँ एकदम राम्रो छ। अझै पनि राम्रो गर्दै जानेछु, राम्रो होस् भन्ने चाहना छ। र अझै पनि यस्तै एनिभर्सरी मनाउँदै जान पाऊँ होइन। धेरै वर्षसम्म उन्नति प्रगतिको धेरै थ्याङ्क यू सो मच अनितालाई। म पनि एकदमै धेरै एप्रिसिएट छु मेरो स्टाफदेखि लिएर। उहाँले पनि एकदम हार्ड वर्किङ गरेर उहाँले धेरै पैसा, धेरै स्यालेरी खानुको हातमा उहाँ त एकदम हार्ड वर्किङ छ। थ्याङ्क यू अनिता। भविष्यमा पनि म अनिताको साथ लिएर अझै पर इमेजलाई अझै अगाडि लान चाहन्छु। धन्यवाद अनिताजीलाई। र हाम्रो स्टाफ, हाम्रो क्लाइन्टहरू, हाम्रो कस्टमरहरूलाई पनि थ्याङ्क यू भन्न चाहन्छु जो अनितालाई फलो गरेर आउनुहुन्छ, हाम्रो इमेजलाई फलो गर्न आउनुहुन्छ। त्यसको लागि धेरै आज हाम्रो 23 बर्थडेको लागि सोनु गुरुङ अनि तपाईँले पनि एकदमै हार्ड वर्किङ गर्नुभएको छ। अनि इमेज च्यानललाई एकदमै टाइम दिएर आफ्नो गराउनु भएको छ। उहाँ चाहिँ सोनु गुरुङ हुन्छ। 23 बर्थडेमा उहाँले 2 शब्द बोलिदिनु म अनुरोध गर्दछु। 2 शब्द बोलिदिनु होला प्लिज। अब एनिभर्सरी 23 होइन, 23 हजुर 23 एनिभर्सरीको लागि तपाईँलाई एकदम धेरै थ्याङ्क यू। अझै पनि यस्तै राम्रो होस्, अझै सक्सेस होस्। हजुरको अझै जोर्डनमा, हङकङमा अझै धेरै सलुनहरू होस्। थ्याङ्क यू सो मच सोनुजीलाई। र म आगामी दिनहरूमा पनि सोनुहरूले पनि हाम्रो इमेज च्यानललाई अगाडि बढाउन मद्दत गर्नुहुन्छ र